नमस्कार। कार्यक्रम फोकसमा यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। यो नयाँ अङ्कको साथमा हामी अभिभावक सङ्घका अध्यक्ष सन्दीप शाहसँग रहेका छौँ। उहाँसँग हामी अहिले पछिल्लो समय उहाँहरूले एउटा अभियान सञ्चालन गर्नुभएको छ। अभिभावकहरूलाई राहत प्रदान गर्नको लागि विभिन्न किताबका स्टलहरूमा उहाँहरूले छुटको व्यवस्थापन गर्नुभएको छ। नयाँ शैक्षिक सत्र सुरुवात भइसके पछाडि नयाँ पुस्तकहरू किन्नुपर्ने हुन्छ अभिभावकहरूले र पछिल्लो समय 1% पनि छुट नपाइरहेको अवस्थामा यो वर्षदेखि अभिभावक सङ्घको सक्रियतामा करिब 10 देखि 15% छुट पाइरहेको अवस्था रहेको छ। यो विषय र विद्यालयको अवस्था, अभिभावकहरूको अवस्थाको बारेमा हामी छलफल गर्नेछौँ। सुरुवातमा म उहाँलाई स्वागत गर्दैछु। नमस्कार। नमस्ते। कस्तो छ अवस्था? यहाँले पछिल्लो समय यहाँ माथि एउटा कारबाही पनि भएको थियो, यहाँ केही दिन थुनामा पनि हुनुहुन्थ्यो, त्यहाँबाट सुरु गर्छु। अवस्था के छ अहिले? सबभन्दा पहिला त अभिभावक सङ्घ पर्साले आम अभिभावक र विद्यार्थीको हकितको लागि लड्दै 3 वर्षदेखि आइरहेको छ। यो तपाईहरुलाई पनि अवगत नै छ र हामी पनि अहिलेसम्म आफ्नो आन्दोलनका कार्यक्रमहरू जारी नै राखेका छौँ। त्यसमध्ये अब केही आरोप प्रत्यारोप पनि लाग्ने गरेको छ। त्यसपछि अब भर्खरै एउटा कान्छा लेखेकै भरमा मलाई अब पावरको बलमा मलाई मुद्दा गरेर भित्र पनि थुन्न लगाइयो। 3 दिनको बसाइ पनि मेरो त्यहाँ थुनामा रह्यो। अब अदालतले धरौटीमा मलाई अहिलेसम्म रिहा गरेको छ र म अदालतको ले जे न्याय गर्छ म त्यसको सम्मान गर्छु र भोलिको दिनमा अब हामीले अभिभावक सङ्घले जे कामहरू अहिलेसम्म गरिरहेछ र हामी निरन्तर अभिभावकको हकितको लागि हामी काम गर्छौँ। हजुर, जस्तो तपाईमाथि निजी विद्यालय किन यति आक्रोशित भएको हो, किन यति खनिएको हो? अब सबभन्दा पहिला हामीले अभिभावक सङ्घ विगतमा एउटा नामको लागि मात्र अभिभावक सङ्घ थियो, तर जबदेखि अभिभावक सङ्घ पर्सा जबदेखि बिरगल पर्सा जिल्लामा दर्ता भइसकेपछि र दर्ता हुनु अगाडिदेखि निजी स्कुलहरूले जुन अभिभावकहरूमाथि गर्ने शोषण, शुल्क वृद्धि आदि इत्यादि विरुद्ध अहिलेसम्म आवाज उठेको थिएन। तर हाम्रो संस्था एउटा यस्तो रहेछ भन्दाखेरि हामीले बारम्बार यो 40% जुन शुल्क वृद्धि गर्यो, त्यसपछि कुनै स्कुलले 30% सम्म वृद्धि गर्यो। एनुअल फी हामी सबभन्दा बढी एनुअल फीकै विरोध गर्यौँ। त्यतिखेर एनुअल फी लिइसकेपछि आम अभिभावकका बच्चाहरूलाई जुन दिने सुविधाहरू छ त्यो कतिपय स्कुलले त्यो सुविधा नदिकन नै पैसा लिइरहेछ। हामी भन्छौँ सुविधा तपाईँले दिनुहोस्, एनुअल फी हामी दिन तयार छौँ। तर यहाँ कति स्कुलहरू के छन् भन्दाखेरि तपाईँको यहाँ वर्चस्व नाम चलेका स्कुलहरू जुन तपाईँको सुविधाको नाममा 0 र अभिभावकसँग तपाईँको 7,000 6,000 सम्म यहाँ लिने गरेका छन्। त्यसको हिसाब किताब हामीले माग्दाखेरि हामीलाई हिसाब किताब पनि नदिने। हामीले बारम्बार नगरपालिकामा पनि यसबारे हामीले निवेदन दिएका छौँ। शुल्कको बारेमा हामीले दिएका छौँ। अहिले भर्खरै तपाईँको जुन बिरगञ्ज महानगरपालिकाले वर्गीकरण गर्यो, त्यो वर्गीकरण गरे पश्चात मुद्दा पनि भयो। मुद्दा तपाईँको पुसको 5 गते फैसला भयो। पुसको 5 गते फैसला भइसकेपछि बिरगञ्ज महानगरपालिकालाई त थाहा छ नि जो पुस 5 गते जुन वर्गीकरणको फैसला भइसक्यो, कमसेकम यो वर्ष त उहाँहरूले त्यो वर्गीकरणलाई त लागू गर्नेतिर लाग्नुपर्ने। तर बिरगञ्ज महानगरपालिका अहिले पनि मौन छ। हामी यही आइतबार हामीले एउटा निवेदन हामीले त्यहाँ दर्ता गर्नेवाला छौँ र एउटा विज्ञप्ति पनि हामी निकाल्दैछौँ। जुन वर्गीकरण छ त्यसलाई स्कुललाई कडाइका साथ लागू गर्नु पर्यो र तपाईँको विगतमा अभिभावकबाट जुन बढी शुल्कहरू जुन लिएको छ त्यो पैसा अभिभावकलाई फिर्ता गर्नु पर्यो। जस्तो मुद्दा महानगरको उसमा फैसला भएको छ, महानगरपालिकाको हितमा फैसला भएको छ। अब यो यति फैसला हुँदाखेरि पनि महानगर र शिक्षा महाशाखा सक्रिय नहुनुको कारण के देख्नुहुन्छ? अब यसमा हामीले बारम्बार एउटै कुरा गर्छौँ, तपाईको जुन नियममा छ
त्यो नियम विपरीत तपाईँ जान मिल्दैन। स्कुलहरू यहाँ निजी स्कुलहरू अहिले तपाईँको शिक्षा ऐनले के भन्छ, भर्ना गर्न जाँदाखेरि तपाईको 1 महिना बराबर भर्ना शुल्क लिने व्यवस्था गरिएको छ। तर यहाँका निजी स्कुलहरूले जुन नाम चलेका छन् उनीहरूले के गर्छन् भन्दाखेरि तपाईको 15,000 20,000 सम्म एउटा विद्यार्थीसँग त्यो भर्ना शुल्कको नाममा ब्रह्मलुट मचाइरहेका छन्। यसलाई नियन्त्रण गर्ने कसले? हामी त आवाज उठाइदिने संस्था मात्रै हो, हामी कार्यान्वयन गर्ने संस्था त होइनौँ। तर यहाँ हामीले बारम्बार ध्यान आकर्षण गराउँदासम्म पनि यो वीरगञ्ज महानगरपालिकाले यसमा कारबाही नगर्नु, तपाईँको चनाखो नहुनु, यसले के देखाउँछ भन्दाखेरि तपाईँ कहीँ न कहीँ कतै निजी विद्यालय र वीरगञ्ज महानगरपालिकाको साँठगाँठमा यो आम अभिभावकलाई लुट्ने काम जारी छ। सेटिङको संख्या छ, एकदम सेटिङको संख्या एकदमै छ। अच्छा, अहिले यहाँहरू के गर्दै हुनुहुन्छ अभिभावकलाई राहतको लागि? अहिले के गर्दै हुनुहुन्छ? अहिले तत्कालको लागि हामीले आम अभिभावकको हक हितको लागि पहिला त एउटा पसलसँग हामी समन्वय गरेर पहिलो चरणको एउटा समन्वय थियो। हामीले यो किताब कपी ड्रेसमा हामीले बारम्बार विगत तपाईँको 3 वर्ष पहिला नै हामीले जुन एउटा हाम्रो ज्ञापन पत्र बुझाएका थियौँ, त्यसमा 14 बुँदे हामीले मागहरू राखेका थियौँ। त्यो माग मध्ये पनि तपाईँको प्रत्येक वर्ष किताब चेन्ज हुनु हुँदैन, किताबमा हुने कमिसनखोरी बन्द हुनुपर्छ, ड्रेस तपाईँको ओपन तरिकाले सबै अभिभावकले जहाँ पनि किन्न पाइने गरी व्यवस्था गरिदिनुहोस् भनेर हामीले बारम्बार भनेका थियौँ। तर नगरपालिकाले अहिलेसम्म पनि त्यो काम गर्न सकेन। खालि सूचना एउटा जारी गर्छ, त्यो सूचनाको कुनै अस्तित्व रहँदैन, खालि त्यो पालना हुँदैन, खालि तपाईँको त्यो सूचनामै रहिरहन्छ। कुनै न स्कुलले न कुनै तपाईँको यो पसलले कुनै पनि गर्दैनन्। अब कुरा रह्यो तपाईँले हामी यो पहिलो चरणमा केही किताब व्यवसायीहरूसँग छलफल गरेर पहिला एउटा पसलसँग हामीले समन्वय गर्यौँ जो कि अभिभावकलाई तपाईँले कमसे कम पनि 10 देखि 15% को राहत दिनुस्। अब त्यो हामी तपाईँको आम अभिभावकलाई तपाईँका हामी पठाउने प्रयास गर्छौँ हैन। त्यही सिलसिलामा हामीले सुरुमा एउटा अभिभावक सङ्घको लेटर प्याडमा एउटा हामीले सूचना नै जारी गर्यौँ, सूचना नै जारी गर्यौँ, रिक्वेस्ट गर्यौँ जो कि तपाईँहरू हामीलाई सम्पर्क गर्नुहोस्, हामी तपाईँलाई यो पसलमा किन्न जाँदाखेरि तपाईँले 10 देखि 15% छुट। हामीले यो सूचना जारी गरे 1% पनि पाउँथेन, पहिला 1% पनि पाउँथेन। तर अहिले हामीले यो पहल गरेर तपाईँको सुरुमा त एउटा पसल मात्रै थियो, तर अहिले आएर तपाईँको वीरगञ्जको लगभग 7 देखि 8वटा पुस्तक पसलमा तपाईँले हामी त 10 देखि 15 भनेका थियौँ, यहाँ त कुनै बुकमा 20% सम्म छुट दिने व्यवस्था पनि पुस्तक पसलले आफै गरिसक्यो। हामीले सार्वजनिक रूपमा जुन सूचना जारी गरेका थियौँ त्यो हिसाबले तपाईँले 20% सम्मको अहिले आम अभिभावकहरूले राहत पाउने हामी व्यवस्था गरेका छौँ। त्यसमा पनि यो अहिले एउटा होजियारीसँग हामी समन्वय गरेर लगभग त्यसमा पनि सर्टेन 10% जतिको उहाँलाई राहत दिने हामीले अहिलेसम्म व्यवस्था मिलाएका छौँ। अब भोलिको दिनमा हामी यो काम निरन्तर जारी राख्छौँ र यो जुन कमिसन खोरीको जुन छ त्यसलाई हामी एकदमै बन्द गर्नेतिर हामी लागिरहेका छौँ। सन्दीपजी, म यहाँलाई भन्छु, कमिसनको कुरा यहाँले उठाइहाल्नुभयो। विद्यालयले विभिन्न होजियारी पुस्तक पसलहरूसँग यथावतसँग कमिसन लिने गरेको यहाँहरूको आरोप हो, तर उहाँहरू यो विषयमा ठाडै इन्कार गर्नुहुन्छ। यो केहीमा होला, तर यो त्यति धेरै उहाँहरूको आरोपमा सत्यता छैन भन्ने कुरा लगाउनु। ठिक छ, सत्यता छैन भने उहाँहरूले बुक लिस्ट आउट गर्नलाई के को अप्ठ्यारो छ? बुक लिस्ट पनि आउट गरिदिनु पर्ने। उहाँहरूले बुक लिस्ट एकदमै न्यून, जब रिजल्ट आउट भइहाल्छ त्यसपछि उहाँहरूले बुक लिस्ट आउट गर्नुहुन्छ। कहीँ न कहीँ कतै न कतै तपाईँको ठिक छ सञ्चालकले नलिरहेको होला, तर त्यहाँका प्रिन्सिपल त्यहाँका छन् उनीहरूले पक्कै पनि सेटिङ नगरिकन यो हुनै सक्दैन। हामी बारम्बार भनिरहेका छौँ, ठिक छ तपाईँ ओपन रूपमा ड्रेसकै कुरा गरौँ न, तपाईँ ओपन रूपमा विभिन्न होजियारीहरू छन्, तपाईँ त्यो सबै होजियारीलाई बोलाउनुहोस् र मलाई कसले राम्रो कपडा दिन्छ र
सस्तोमा कसले टेन्डर भर्नुहोस् न, टेन्डरको हिसाबले जाउँ न हामी भन्छौँ। आम अभिभावकले सुविधा त पाउनु पर्यो नि, त्यो सुविधा किन पाइरहेका छैन? आज तपाईँको 5-5 लाख यहाँसम्म कि कसैले 5 लाख रुपियाँ दिन्छ भने कसैले 7 लाख रुपियाँ दिएर त्यो त्यहाँको ड्रेस खरिद त्यहाँको हामीलाई दिनुहोस् भनेर त्यो पनि छ यहाँनिर। कहीँ न कहीँ यो कमिसन खोइ नभएको भए हामीले जस्तै हाम्रै सुरुमा मुद्दा उठ्दाखेरि मैले उठाएको 3टा मुद्दा हो। जस्तै तपाईँले 40% शुल्क कसरी वृद्धि गर्नुभयो, त्यसपछि तपाईँले यो एउटा हाफ प्यान्ट र एउटा टी सर्टको 1200 रुपियाँ जुन लिइरहेछ त्यो यो उचित भएन भनेर मैले नै कुरा उठाएको। त्यसपछि तपाईँको एनुअल फी 3000 बाट 6000 जुन गरियो त्यो तपाईँको अभिभावकलाई मार पर्ने कुरा भयो। त्यसले गर्दा हामीले बारम्बार अभिभावकको हक हितको लागि हामीले आवाज उठाइरहेका छौँ र यो तपाईँको कमिसनको कुरा जुन गर्नुहुन्छ यो 100% केही विद्यालयले नलिरहेको होला, तर अधिकांश विद्यालयले अब त्यो पब्लिकेसनले दियोस्, किताब पसलेले दियोस्, चाहे जसले दियोस्, तर यहाँ 100% कमिसनखोरी छ। जस्तो अब यहाँहरूले 10 देखि 15% छुट जुन स्टेसनरीसँग लिइरहनु भएको छ, तर स्टेसनरी व्यवसायीहरूको छुट्टै सहमति हुन्छ, उहाँहरू छुट्टै निर्णय गर्नुहुन्छ, हामी यस पछाडि दिँदैनौँ, कसरी पाउनुभयो यहाँ? जस्तै हेर्नु के हुन्छ भन्दाखेरि यहाँ जुन ठुलो पुस्तक पसलहरू छन् लगभग तपाईँ वीरगञ्जका लगभग 150 यदि निजी स्कुलहरू छन् भने त्यो निजी स्कुलमा 125 वटा यही 3-4 वटा पुस्तक पसलको हाबी छन्। जम्मा रह्यो 25-30 वटा पुस्तक पसल जुन तपाईँको कहीँ कतैबाट कसैले लिस्ट दियो भने उहाँहरू चल्ने हो। अब त्यही सिलसिलामा तपाईँको हामी यहाँ लिस्ट दिनुहोस्, हामी पनि तपाईँको अभिभावकलाई 15 देखि 15% सम्म छुट दिने उहाँहरूले भनिसकेपछि हामी पनि केही स्कुललाई तपाईँहरू लिस्ट आउट गर्नुहोस् होइन, आम अभिभावकले छुट पाउने हामीले व्यवस्था मिलाएका छौँ भनिसकेपछि उहाँहरूले पनि तपाईँको उदारता देखाउनु भयो। उहाँहरूले पनि तपाईँको लिस्ट आउटहरू गर्नुभयो। जस्तै कादम्बरीमा जानुहुन्छ भने तपाईँको बोर्डमै बुक लिस्टहरू सार्वजनिक रूपमा भइसकेपछि किताब पसलेलाई पनि त सजिलो भयो नि, त्यो बुकहरू ल्याउने, हामीले समन्वय गरिसकेपछि त्यो अभिभावकहरू त्यहाँ जाने, त्यहाँ किताब किन्ने होइन। अब एउटा सन्दर्भ म यसमा के जोड्न चाहन्छु भन्दाखेरि भर्खरै तपाईँको गौतम स्कुलले एउटा ट्रेनिङ बेसमा किताबहरू लगाएको छ। जस्तै त्यो किताब लगाइसकेपछि त्यो किताब सबै ठाउँमा पाउनु पर्ने हो नि, तर त्यो किताब सबै ठाउँमा पाइरहेको छैन। एउटा सर्टेन नाम नभनौँ म, तर त्यो एउटा किताब पसललाई गौतम स्कुलले नै के भनेछ भन्दाखेरि तपाईँ त्यहाँ गएर किन्नुहोस्। यसको मतलब के हो त? त्यो सिन्डिकेट हो। यो तपाईँ एकदम जुन कुरा तपाईँले भन्नुभयो एकदम सिन्डिकेट नै हो। किन भन्दाखेरि ठिक छ उहाँहरूले ट्रेनिङ बेसमा जुन चलाउनु भयो, ठिक छ बालबालिकालाई राम्रो शिक्षा दिन चाहनु भएको होला, राम्रो कुरा हो, त्यो हामी त्यसमा केही विरोध गर्दैनौँ। पैसा लिइसकेपछि बच्चा पढाउने, बच्चालाई राम्रो शिक्षा दिने हरेक कामहरू जुन गरिराख्नु भएको छ सब राम्रो छ, ठिक छ, हामी त्यसको विरोध कहिले पनि गर्दैनौँ। तपाईँ पैसा लिनुहोस्, पढाउनु, तर एउटा नर्सरीदेखि तपाईँले मैले इन्ट्रान्स दिइसकेपछि जुन बच्चालाई मैले इन्ट्रान्स दिएर 2 स्कुलमा नाम लेखाउँछु त्यो बच्चा सुरुदेखि पढेर 5 क्लासमा जाँदाखेरि ऊ कमजोर कसरी भयो? यसमा गौतम स्कुलको नियत स्पष्ट देखिन्छ। हामी त्यही कुरा गर्छौँ। जब तपाईँको यो विषयमा हामीले फोन गर्दाखेरि स्कुलले ब्लक गरिदिने, मेरो नम्बर ब्लक गरिदिने, त्यहाँ जाँदाखेरि हामीलाई छिर्न नदिने, यो के हो? तानासा गरेर स्कुल चलाउने हो त? तर एउटा आरोप के लाग्छ सन्दीपजी, यहाँ गौतममाथि किन भिड्नुहुन्छ? तपाईँको विद्यार्थीलाई, तपाईँको बच्चालाई छुट दिएन भन्ने आरोप छ है? होइन, त्यो उहाँहरूको आरोप होला। मैले अहिलेसम्म जुन बेलादेखि बच्चा पढाएँ त्यसको 2 महिना या 3 महिनामा मैले उहाँलाई गएर पेमेन्ट गरेको छु। जब उहाँहरूले हामीमाथि अत्याचार गर्नुभयो, अन्याय गर्नुभयो, अनि त्यसपछि हामीले आवाज उठाएका हौँ। त्योभन्दा पहिला मैले त नियमित रूपमा इक्जाम हुन्थ्यो, मैले पैसा गएर तिर्थेँ, आफ्नै बच्चाको एडमिट कार्ड लिन्थेँ र म आफ्नो बच्चालाई ल्याउने लैजाने काम गर्थेँ। जुन बेला उहाँहरूले अन्याय गर्नुभयो, अत्याचार गर्नुभयो आम अभिभावकमाथि, त्यसपछि हामीले यो आवाज उठाएका हौँ जो कि गौतम स्कुलले हामीमाथि यस्तो यस्तो अन्याय गरिरहेछ। तपाईँको अहिले पनि तपाईँ हेर्नुहोस् न, तपाईँले नियमपूर्वक
किन भइरहेको छैन? जस्तै तपाईँको 38,600 रुपियाँ एडमिसन के को त हामीले तिर्नु? उहाँहरूले 10,000 रुपियाँ डिपोजिट लिनुहुन्छ, 10,000 15,000 भर्ना शुल्क लिनुहुन्छ। के यो एन पूर्वक छ? पक्कै पनि छैन। हामी त्यो कुरा उठाउँछौँ। कतिपय विद्यालय यहाँ हामीले आवाज उठाइसकेपछि उहाँहरू आफ्नो वर्गीकरणको परिधिमा बाँधेर हिँड्नु भइरहेछ। तर यो अहिलेसम्म यो सवाल यो छ कि गौतम माथि मात्रै किन, अरू पनि छ। तपाईँको हामीले मुद्दा जुन स्कुलले त्यतिखेर उ गर्यो त्यो स्कुलमा त हामी त मुद्दा गरेकै छौँ त। हामीसँग एभिडेन्सका भरमा जति एभिडेन्स हामीसँग थियो त्यो हिसाबले हामीले उच्च अदालतमा हामीले मुद्दा गरेकै छौँ। त्यो मुद्दाको लगभग फैसला पनि भयो। फैसला भइसकेपछि उहाँहरूले कार्यान्वयन गर्न अप्ठ्यारो किन? हामी भन्छौँ तपाईँ ठिक छ, एनमा छ नियमपूर्वक एनुअल फी 2 महिना बराबर लिने, तपाईँ लिनुहोस्, अभिभावकलाई त्यो सुविधा पनि दिनुहोस्। त्यसपछि तपाईँको भर्ना शुल्क 1 महिनाको भन्छ भने तपाईँ 1 महिनाको भर्ना शुल्क लिनुहोस्। तपाईँ बढी किन लिनुहुन्छ? आम अभिभावकलाई ठग्ने काम नगर्नुहोस्। हाम्रो त भनाइ यही छ नि। हामी यो तपाईँको जुन स्कुल हो, जस्तै बिचमा कान फोडेको गौतम स्कुलले कान फोडे जुन कुरा आयो, हामी गएर त्यो अभिभावकले हामीलाई बोलाइसकेपछि हामी जाँदाखेरि हामीलाई छिर्नै नदिनुको कारण के त? कुरा लुकाउनलाई हामी बसिसकेपछि त्यो समन्वय गर्थ्यौँ। समन्वय गरेर हामी पनि कुरा त बुझ्ने मौका पाउनु पर्यो नि। आम अभिभावक सङ्घले जान्ने मौका पाउनु पर्ने होइन? तर उहाँहरू हामीलाई छिर्न दिनुहुन्न कारण के त? हामीले त्यो भित्र जान दिएको भए हामी यथार्थ कुरा बुझ्थ्यौँ। यथार्थ कुरा पछि त्यो अभिभावकलाई कसरी राहत दिने, के गर्ने, उहाँको उपचार आखिरमा हामीले पनि समन्वय गरेर गरेकै हौँ। तर उहाँहरूले आरोप लगाउनुहुन्छ, सन्दीपजी भड्काउनुहुन्छ अभिभावकहरूलाई, हाम्रो स्कुलमा त्यो खनिनुहुन्छ। होइन, व्यक्तिगत रिसिभी हो कि? छैन छैन, व्यक्तिगत रिसिभी केही पनि छैन। उहाँले नै सुरुमा मलाई हातपात गर्नुभएको हो। उहाँले हातपात गरिसकेपछि म एउटा अभिभावक सङ्घर्ष समितिको संयोजकको नाताले उहाँहरूले बारम्बार के भन्नुभयो, तपाईँ 15 जना 20 जना लिएर आउनुहुन्छ सन्दीपजी, यसरी लिएर आउँदाखेरि हामीलाई अलिकति अप्ठ्यारो हुन्छ। तपाईँहरूलाई जे चाहियो त्यो निवेदनमा माग्नुहोस्, म तपाईँलाई सहज रूपमा दिन तयार छु। यो कसले भन्यो? यो हाम्रो त्यहाँका प्रिन्सिपल रमेश शर्मा, त्यहाँका रमेश शर्मा जुन हुन्छ प्रिन्सिपल हुनुहुन्छ, के हुन्छ म एक्ज्याक्ट त भन्न सक्दिनँ। तर उहाँ रमेश शर्माज्यूले मलाई के भन्नुभयो भन्दाखेरि तपाईँलाई जे चाहियो निवेदन मार्फत दिनुहोस्। मलाई अहिलेसम्म पनि त्यो दिनको मिति याद छ। तपाईँको 2079 साल 7 महिना 17 गते मैले गएर त्यहाँ निवेदन एउटा दिएको छु र त्यो निवेदनको सफ्ट कपी मसँग अहिले पनि सुरक्षित छ। जवाब त्यसको के? जवाब अहिलेसम्म आएन। जवाबकै माग्ने क्रममा मैले तपाईँको जवाब माग्ने नै क्रममा म त्यहाँ 3 पटक गएँ। 2 पटकसम्म कहिले सञ्चालक समिति इन्डिया गएछ, कहिले एउटा गौतम स्कुलका त्यो क्यान्टिनका कोही बित्नु भएको थियो त्यस कारणले पाइएन। बहाना बनाउनु होइन, त्यो यथार्थ कुरा हो। त्यो बितेको कुरा त सार्वजनिक नै छ। तर तेस्रो पटक जुन 7 महिना 28 गते जुन म गएँ, त्यतिखेर मलाई मेरो मोबाइल रेकर्डिङ नगरोस् भनेर, चाहे केही नगरोस् भनेर मेरो मोबाइल खोसेर पछाडितिर राखियो। र त्यसपछि मैले कुरा गर्ने क्रममा मलाई त्यहाँका सञ्चालक सोनम लामाले मलाई पछाडिबाट मलाई कठालो समात्नु भयो। यो एउटा मेरो बच्चा त्यही पढ्दाखेरि त्यो अभिभावकलाई कठालो समात्नु कतिको उचित हो? त्यसपछि मैले आफूलाई असुरक्षित महसुस गरिसकेपछि मैले जिल्ला प्रशासन कार्यालयमा मैले निवेदन त्यतिखेर मैले चढाएको हो। र उहाँलाई बारम्बार उपस्थितिको लागि पत्र काट्दाखेरि पनि उहाँहरू आउनुभयो। उल्टै मलाई पत्र पत्रिकामा गौतम स्कुलका सञ्चालक सोनम लामा विरुद्ध पक्राउ पुलिस जारी भनिसकेपछि उहाँले विभिन्न पत्र पत्रिका आइसक्यो। अनि मलाई लिखित गाली बेदी भनेर उच्च अदालतमा मुद्दा हाल्ने। अनि मैले व्यक्तिगत रिस मैले गरेको छु। उहाँले मलाई कठालो नसमातेको भए म जिल्ला प्रशासन कार्यालयमा म जाने मौकै पाउँथेन, विवाद सुरु हुन्थेनन्। त उहाँले मलाई व्यक्तिगत, उहाँले के राणा शासनको स्कुल हो त्यो राणा शासन चलिरहेको छ अहिले, होइन नि? उहाँले मलाई कठालो समात्नु कारण के हो? खालि मलाई यति नै खुलासा गरिदिनुहोस् न। अहिलेसम्म छलफल गर्न बोलाउँदा छलफल हुँदैन, उल्टा मलाई मुद्दा गर्नुहुन्छ। व्यक्तिगत रिस त उहाँले म माथि राख्नु भएको छ। मैले के गरेको छु? मैले त आफ्नो अभिभावक सङ्घले गर्नुपर्ने काम कर्तव्य मैले जे गर्नुपर्ने हो, आम अभिभावकको लागि
हक हितको लागि हामीले बारम्बार आवाज उठाइरहेछौँ र अहिलेसम्म उठाइ नै रहेछौँ र विगत भोलिको दिनमा पनि हामी उठाउने छौँ। सन्दीपजी, अहिलेको अवस्था के छ? जस्तो यो अवस्था त यो मुद्दा त विचाराधीन अवस्थामा रहेको छ होइन, तपाईँ छुट्नु भएको छ, अहिले तपाईँ सुरक्षित हुनुहुन्छ कि नै? केही धम्की सम्की? होइन, अहिलेसम्म जस्तै विगत होलीको बेलामा मलाई 2-4 जनाले धम्की दिइरहेका थिए होइन। त्यसपछि मैले जिल्ला प्रशासन कार्यालयबाट एउटा सुरक्षाको लागि र म माथि केही भयो खण्डमा यसको दोषी यो व्यक्ति नै हुनेछ भनेर मैले निवेदन दिएर त्यो निवेदन अहिले मैले जिल्ला प्रहरी कार्यालयमा सुरक्षितका साथ निवेदन दर्ता गराएर मैले राखेको छु। भोलिको दिनमा मलाई म माथि केही घटना दुर्घटना भएको खण्डमा उसको सम्पूर्ण जिम्मेवारी मैले यो व्यक्ति नै हुनेछ भनेर मैले निवेदन दिएर सुरक्षित साथ राखेको छु। गौतम स्कुलबाटै धम्की आएको हो? गौतम स्कुलका तैँले गौतम स्कुललाई किन यसरी गर्छस् होइन, भन्नुको मतलब त उसकै मान्छे हो नि। विगतमा पनि मलाई यसको घर कहाँ छ, यसको खुट्टा तोड्दे भन्ने कुराहरू विभिन्न किसिमको धाकधम्की आइसकेपछि मैले शान्ति सुरक्षा र आफ्नो जीव ज्यानको लागि मैले जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेको थिएँ। फेरि पनि त्यो घटना पश्चात उहाँहरूले मलाई मुद्दा गर्नुभयो। फेरि अस्ति मलाई त्यो मुद्दाबाट म निस्केर आइसकेपछि होलीको बेला माइस्थानमा जुन होली मिलन कार्यक्रम जुन भइरहेको थियो त्यो कार्यक्रममा मलाई त्यस्तो धम्कीहरू आएको थियो। अहिले त सुरक्षित हुनुहुन्छ नि? अहिलेसम्म त सुरक्षित छु होइन। भोलिको दिनमा भन्न सकिँदैन राजेन्द्रजी। अब के छ भन्दाखेरि यो पावर र पहुँचको भरमा मान्छेले जे पनि गर्न सक्ने यहाँ स्थिति देखियो होइन। कहिले काहीँ विरक्त लाग्दैन यो सब किन गर्दैछु, किन द्वन्द्वहरू हुँदैछ यो सब? होइन, विरक्त लाग्ने कुरा होइन। अभिभावक सङ्घले जुन आम अभिभावकको लागि विगतमा कुनै चिजको पहल नहुनु, आवाज नउठ्नु, आज त कमसेकम कहीँ कतैबाट तपाईँको केही समस्या पऱ्यो भने अभिभावक सङ्घलाई फोन आउँछ, सर मलाई यस्तो भयो। कमसेकम यो त एउटा पोजिटिभ वे हो। हामीले पोजिटिभतिर स्कुल पनि राम्रो हुनु पर्यो, अभिभावकलाई पनि पढाइसकेपछि हामी यो पनि भन्दैनौँ कि तपाईँ पढाएपछि पैसा नतिर्नुहोस्। हामी यो भन्छौँ कि पैसा तिर्नुहोस्। हामी यो भन्दैनौँ कि तपाईँ फ्रीमा पढाउनुहोस् भनेर पनि भनेको छैन। अब यसै सन्दर्भमा मैले एउटा के जोड्न चाहेँ भन्दाखेरि तपाईँको 43,000 रुपियाँ एउटा अभिभावकको बाँकी बोकेको हुँदाखेरि उहाँले भन्नु सर मेरो यो बच्चाले फर्म भर्न पाइरहेछ, कति महिनाको बाँकी छ भन्नुभयो। अनि कति मन्थली फी कति छ, त्यो यति रहेछ। अनि मैले जोड्दै जाँदा 1.5 वर्षको फी बाँकी रहेछ। अब तपाईँले भन्नुहोस् त हामी त्यसलाई सपोर्ट गर्ने होइन नि। ठिक छ, तपाईँको समस्या छ भने हो, गलत हो। तपाईँ 4 महिना 3 महिनाको बाँकी छ भने ठिक छ, समस्या होला, मान्न सकिन्छ। हामी रिक्वेस्ट गरेर हिँड्नुहोस् न, भनिदिन्छौँ कहिले दिनुहुन्छ त्यो हिसाबले हामी समन्वय गरिदिन्छौँ। हामी दिनलाई भन्छौँ, तपाईँ नदिनुहोस् भनेर हामी कहिले पनि भनेका छैनौँ। हामीले त जहिले पनि यो कुरा भनेका छौँ कि पढाइसकेपछि स्कुलको फी तिर्नुपर्छ। स्कुलले पैसा पाएपछि स्कुल राम्रोसँग सञ्चालन हुन्छ, उसले पनि आफ्नो टिचरको स्यालेरी दिन सक्छ। हामी पोजिटिभ रूपमा कुरा गर्छौँ। अब कसैलाई यो नेगेटिभ लाग्छ भन्ने कुरा हामी भन्न सक्दैनौँ। अब कसैले व्यक्तिगत रिस निकाल्नु भएको भन्नुहुन्छ त्यो उहाँहरूको भनाइ होला, तर हामी व्यक्तिगततिर कहिले पनि जाँदैन। हामी सामूहिक कुरा गर्छौँ, हामी सबैको लागि हितको कुरा गर्छौँ। अब अन्तिममा सन्दीपजी, तपाईँहरू जुन यो मुद्दा उठाइरहनु भएको छ नि, निजी विद्यालयका सञ्चालकहरूलाई प्रहरीलाई बोलाएर कहिले छलफल गर्नु भएन? होइन, यो समन्वय गराउने काम उहाँहरूको प्याप्सन छ, एनप्याप्सन छ। उहाँहरू आएर एकचोटि ल ठिकै छ, हामी अब यो द्वन्द्वहरू धेरै भयो, धेरैहरू यो नेगेटिभ कुराहरू भइरहेको छ, हामी एकचोटि टेबलमा बसौँ, टेबल टक गरौँ, के समस्या छ, यसलाई के समाधान गर्न सकिन्छ, कुन हदसम्म हामी जान सक्छौँ, तपाईँ कहाँसम्म लचिलो हुन सक्नुहुन्छ, यो कुरा त बसेर गर्नुपर्ने कुरा हो नि। तर उहाँहरू खालि कुरैमा कुरै सीमित राख्नुहुन्छ। भन्नुहुन्छ होइन सन्दीपजी यो अब धेरै भइसक्यो, अब हामी टेबल टक गर्नै पर्छ भन्नुहुन्छ, तर टेबल टक कहिले पनि भएन। बस्न चाहनुहुन्न? कहिले हुँदै भएन अहिलेसम्म। तपाईँहरूले पहल गर्नुभएको हो? हामीले पहल गर्न भन्दाखेरि हामीले उहाँले समन्वय गरिसकेपछि हामीले पनि भने हौ, तर 1-2 पटक हामीले भनिसके पश्चात पनि अब उहाँहरू चासो दिनुहुन्न भनेपछि यसको मतलब उहाँहरू कुरा मात्रै गर्नुहुन्छ। खालि हामीसँग सोध्नु मात्रै हुन्छ कि के गर्दै हुनुहुन्छ, कस्तो तपाईँको अलग रणनीति के छ, फर्मालिटी मात्रै, खालि उहाँहरूले सोध्ने काम मात्रै गर्नुभयो के। त्यसपछि के छ भन्दाखेरि उहाँहरूले हुन्छ नि ल
हामी समन्वय गरेर छौँ ल बसेर एकचोटि छलफल गरौँ। पेप्सन छ एन पेप्सनको जिल्ला अध्यक्ष नगर अध्यक्ष यहाँका बुद्धिजीवी व्यक्तिहरू जो पनि हुनुहुन्छ बसेर टेबुटा गरौँ न। ठिक छ कसले कसैको भनाइरहेछ चाहिँ कि म गौतम मात्रै खन्ने हजुरले पनि भन्नुभयो त कुरा त्यो होइन। जसले अन्याय गर्छ अभिभावकमाथि जसले अत्याचार गर्छ हामी त्यसको माथि बारम्बार हामी आवाज उठाउँछौँ। जसले अभिभावकको कुरा सुन्दैन जसले अभिभावकको कुरा त के अभिभावक सङ्घलाई पनि त्यहाँ छिर्न दिँदैन हामी त्यसको आवाज नउठाउने। केही न केही त गल्ती त पक्कै पनि भयो होला नि। त्यस कारणले हामीले भित्र नजान दिनु कारण त केही न केही हो नि। हस् महत्त्वपूर्ण विचार पनि राखिदिनु भयो समय पनि दिनुभयो। अन्तिममा अभिभावकहरूलाई विद्यालयहरूलाई सञ्चालकहरूलाई के भन्नु? अभिभावकहरूलाई म के आग्रह गर्न चाहन्छु भन्दाखेरि अभिभावक सङ्घ तपाईँहरूको हक हितको लागि खोलिएको संस्था हो। आम विद्यार्थीको लागि सुविधाको लागि खोलिएको संस्था हो। तपाईँहरू यो संस्थाप्रति विश्वास गर्नुहोस्, यो संस्थामा जोड्नुहोस् र यो निजी स्कुलका सञ्चालक र सामुदायिक स्कुलका प्रहहरूलाई म के भन्न चाहन्छु भन्दाखेरि विशेष गरी सामुदायिक स्कुलका प्रहहरूलाई तपाईँहरू पनि विद्यार्थी माथि जिम्मेवार बन्नुहोस्, राम्रोसँग पढाउनुहोस्। विगतमा जसरी तपाईँहरूले बच्चाहरूलाई जुन शिक्षा दीक्षा दिनुहुन्थ्यो त्यसै गरी शिक्षा दीक्षा दिनुहोस् र निजी स्कुलका सञ्चालकहरूले अब जुन एनमा छ त्यो हिसाबले तपाईँहरू काम गर्नुहोस्। अभिभावकलाई सकेसम्म कसरी राहत दिन सकिन्छ त्यो हिसाबले राहत दिनुहोस् र हामीले अहिले जुन यो किताब कपी ड्रेसमा लगभग 10 देखि 15% को जुन हामीले छुटको व्यवस्था गरेका छौँ त्यसको लाभ लिनको लागि अभिभावक सङ्घलाई सम्पर्क पनि गर्नुहोला। त्यति भन्दै म महत्त्वपूर्ण समयको लागि धन्यवाद सन्दीप सर। र हामीले आज उहाँहरूले सञ्चालन गर्नुभएको यो अभियानमा विशेष केन्द्रित रहेर कुराकानी गर्ने इच्छा थियो। हामीले यथावत अरू विषय पनि टच गर्ने प्रयास गऱ्यौँ। उत्पादन टोलीमा साथ दिनुभएकोमा मनोज कुमार मिश्रजीलाई धेरै धेरै धन्यवाद दिँदै अहिलेको लागि कार्यक्रम फोकसबाट राजेन्द्र सिंह अनुमति चाहन्छु। नमस्कार।